आज चाहिँ म यो चना अनि पालकको रेसिपी लिएर आएको छु। यहाँ मैले पालक लिएको छु। मसँग चाहिँ सानो बेबी पालक छ। लामो खालको पालक लिँदा पनि हुन्छ, तर लामो छ भने चाहिँ यस्तो डाक्ला चाहिँ धेरै नराख्नु होला, नभए यो डाक्लाले चाहिँ तितोपना ल्याउँछ है। अनि यहाँनिर मैले चना चाहिँ रातभरि भिजाएको चना छ, यहाँ पखालेर तयार गरेको छु। अब यो चनालाई कुकरमा राखिदिन्छु। कुकरमा चना राखेँ, यहाँ एउटा सानो दालचिनीको टुक्रा राखेँ, एउटा तेजपत्ता राखेँ, यहाँ हल्का नुन पनि राखिदिएँ, यहाँ हल्का हल्दी। अब यहाँनिर म अलिकति तेल राख्छु। त्यसो अलिकति तेल राख्दाखेरि चाहिँ तेल अथवा घिउ जे राख्दा पनि हुन्छ। त्यसरी राखौ कुकरमा भनेपछि भरे सिटी लाग्दाखेरि पानी पाखा जाँदैन। यहाँ मैले अलिकति ज्वानो यहीँ राखेँ, यहीँ राखेर सिटी लाउँदा चाहिँ यो ज्वानोको स्वाद पनि मजाले आउँछ, यसले डाइजेसनमा धेरै सहयोग गर्छ। अब चाहिँ यहाँ म पानी राख्दैछु। यहाँनिर मैले पानी पनि राखेँ। अब चाहिँ बिर्को लगाएर 2 सिटी लगाउँछु म यसलाई। उता कुकरमा सिटी लाग्दै गर्छ, यहाँ मैले पानी बसाएँ, यसमा मैले अलिकति नुन राखिदिएँ। मेरो पानी उम्लेको छ। अब चाहिँ म यो पालकलाई यहाँ पानीमा राखेँ। यो पालकमा तातो पानीमा यहाँ यसरी राखे पछाडि चाहिँ म यसलाई 1 मिनट मात्रै पकाउँछु, हल्का 1 उमाल आउन्जेल। यहाँ मैले भाँडामा पानी अनि अलिकति आइस राखेर चिसो पानी बनाएको छु। मेरो यता साग पाकेको पनि 1 मिनट भयो। अब आगो निभाइदिएँ। अब चाहिँ यो पालकलाई निकालेर यहाँ चिसो पानीमा राख्छु। यसो गर्नुको कारण चाहिँ अहिले भरे यो पालक पिस्नु पर्ने हुन्छ, त्यतिखेर यसको कलर हरियोको हरियै रहन्छ, फ्रेस रहन्छ। त्यही कारणले मैले चिसो पानीमा राखेको हुँ। यहाँ यसको कलर बिग्रिँदैन, यो पालक कालो हुँदैन। अब चाहिँ म यो पालकलाई निकालेर यहाँ ब्लेन्डरमा राख्छु। यहाँ ब्लेन्ड गर्नको लागि मैले यसमा दही पनि राखिदिएँ। त्यही सागमा दही चाहिँ मैले यहाँनिर 2 चम्चा जति मात्रै राखेको छु है। अब चाहिँ म यसलाई ब्लेन्ड गर्छु। यहाँ अब मैले कराईमा तेल बसाएँ। यहाँ मैले पड्काउने मसला तयार गरेको छु। यहाँ मैले डागट फुल लिएको छु। यसको स्वाद एकदमै मिठो आउँछ, तर धेरै स्ट्रङ हुन्छ, कम्ती राख्नुपर्ने हुन्छ। हजुरहरूलाई डागट फुल भन्ने थाहा छैन भने यो हो। मैले धनियाँ लिएको छु, हातमा राखेर अलिकति माडेर। 2-4 वटा मरिचका दाना लिएको छु, जिरो लिएको छु, तोरी लिएको छु। सबै मसलालाई चाहिँ म यहाँ राखिदिएँ। यहाँ मैले अलिकति करी पत्ता अनि त्यहाँबाट एउटा सुकेको खोर्सानी लिएको छु। हजुरहरू पिरो खानुहुन्छ भने हरियो खोर्सानी राख्नु होला। यसलाई पनि म यहीँ राख्छु। यहाँ मसला पाकिसक्यो। अब म यहाँ टमाटर राखिदिन्छु, अदुवा, हल्दी अनि रातो खोर्सानीको पाउडर, स्वादअनुसार नुन राख्दा चाहिँ ख्याल राख्नु होला है। अघि हामीले सागमा पनि नुन राखेर उमालेको छौँ अनि चनामा पनि नुन राखेर उमालेको छौँ। यो टमाटर मजाले पाकुन्जेलसम्म पकाउनु यसलाई। यहाँ मेरो टमाटर पाकिसकेको छ। म यसमा अलिकति हिङ पनि राख्छु है। हिङको स्वाद साह्रै राम्रो हुन्छ अनि फेरि डाइजेसनलाई पनि सहयोग गर्छ। अब चाहिँ म यो अघि पिसेको पालकलाई राख्छु। यसलाई च्यार चलाइदिनु एकचोटि। हेर्नु नि यो कलर कस्तो राम्रो छ, हरियो न हरियो। अब चाहिँ यसलाई म छोपेर 5 मिनट जस्तो पकाउँछु। जब कि यो पालकले तेल छोड्छ तब मात्रै यो पालक पाकिसक्छ। यहाँ मैले अलिकति कस्तुरी मेथी लिएको छु, हातमा माडेर। चाट मसला लिएको छु अनि जिरा धनियाँको पाउडर लिएको छु। मेरो पालक पाकेर पनि हेर्नु न यो तेल छुट्न थाल्यो है छेउछेउमा किनारमा। यो तयारी भयो। अब यी मसलाहरू राखिदिन्छु म। अब एकचोटि च्याट्ट चलाइदिने यसलाई। अघि यहाँ मैले उसिनेर तयार गरेको चना छ, यसलाई म यहाँ राखिदिन्छु। अब यसलाई अब एकचोटि सर्र चलाइदिने। यसलाई अब छोपेर 2 मिनट पकाउने। यो पाकेको चना राखेर पाकेको 2 मिनट भयो। अब हेरौँ है त, वाह, ल हेर्नु त यो बास्ना साह्रो मिठो आएको छ। साह्रै मिठो हुन्छ यसरी बनाएर खाँदाखेरि। यो एकदमै हेल्दी पनि हो। अब चाहिँ यो तयार भइसक्यो। ल मैले चाहिँ सर्भ गर्नलाई यसरी राखेँ। भाँडामा राखेर माथिबाट चाहिँ काँचो रातो खोर्सानीलाई सुधारेर हल्का राखिदिएँ
यसलाई रोटीसँग खाँदा पनि हुन्छ, खानासँग खाँदा पनि हुन्छ। साह्रै मिठो हुन्छ यो यसरी बनाउँदा, अनि धेरै हेल्दी पनि हो। थ्याङ्क यू फर वाचिङ।